आज चाहिँ म तपाईहरुलाई होटल लाइनको बारेमा केही कुरा भन्न चाहन्छु र होटल लाइनमा होटल म्यानेजमेन्ट नगरे पनि होटल लाइनमा काम गर्न आरामसे सकिन्छ। त्यसको लागि चाहिँ फर्स्ट चाहिँ मान्छेले आफ्नो हटाउनु पर्यो रिस गर्यो भने चाहिँ होटल लाइनमा बसेर केही काम छैन, किनकि कस्टमरको कुनै कुरा सुन्नु पनि पर्छ, आफूले पनि भन्नुपर्छ। आफ्नो रिसलाई चाहिँ बहुत थमाएर बस्नु पर्दो रहेछ। म पनि फास्ट आउँदा पहिले यति नै रिस उठ्थ्यो, कसले के भन्थे, तर त्यसलाई बहुत राम्रो दबाएर राखेर आज म सोच्छु कि होटल लाइनमा काम गर्दा बहुतै राम्रो हुँदो रहेछ भनेर चाहिँ मलाई कसले भनिराख्नु भएको थियो कमेन्टमा कुनै भिडियोमा, होटल लाइनमा गरेर के नहुन्छ भनेर। के हुँदैन, सबै त्यो आफ्नो पढाको नलेज भन्दा पनि सबै बाहिर नलेज पनि भेट्न सकिन्छ। त्यसमा टुरिस्टहरू परबाट आउनुहुन्छ, उनीबाट पनि के बुझ्न सकिन्छ कुराहरू, कस्तो टाइपको हुन्छ, डुलेर उनीहरू पनि सबै कुरा जानिसक्नु भएको हुन्छ। हामी चाहिँ के गर्नु, अब डुल्न जान नपाए पनि आफूले अब राम्ररी गर्दाखेरि अरूकोबाट बहुत बुझ्न सकिन्छ। र आज चाहिँ रुम गेस्टहरूको आज नेरिस्टहरूको लन्च पार्टी थियो, ओपन डेकोरेसन पार्टी, र यसमा चाहिँ बनाउन हामीको थियो आज सबै थोक फुडमा थियो अरुणाचलको लोकल एउटा डिस थियो सुदु भन्ने, अनि त्यसपछि थियो खाना सब काजी राइस भन्ने थियो, राइस, दाल, मटन करी, चिकन करी हेर्न सक्नुहुन्छ, दाल फ्राई, त्यसमा चिकन चिल्लीहरू सबै थोक थियो आइटमहरू हेर्न सक्नुहुन्छ। म यसरी देखाइरहेको छु। मेरो पनि फर्स्ट टाइम थियो कुनै जब बाहिर आएर गरेको, अरुणाचलमा रह्यो, मेरो फर्स्ट जब हो। जस्तो कि मैले गर्दैछु, राम्रै लागिरहेछ अहिलेसम्म। तपाईँहरू पनि गर्न सक्नुहुन्छ, किन सोच्छु कि होटल लाइनमा गर्दाखेरि नराम्रो हुन्छ र कसरी हुनसक्छ, आफू राम्रो भए पनि सबै थोक राम्रो हुनसक्छ। र त्यसपछि म अहिले हामीहरूको गेस्टहरू चाहिँ आउनुभएको थियो, गुजरातबाट आउनुभएको थियो, सबै पर टाढाबाट आउनुभएको थियो, बेङ्गलोरदेखिबाट, हैदराबाददेखिबाट सबैजना गेस्टहरू पार्टीको लागि। अरुणाचलका पनि थिए केही हेर्न सक्नुहुन्छ। यति राम्रो चाहिँ देखाउन सकिनँ। त्यसपछि सबैजनाको खाना भइसकेपछि हामी पनि खाना लाग्यौँ बाहिरै बसेर, किनकि बाहिर बसेर खानलाई बहुतै राम्रो लाग्छ। भित्रै बसेर किचनमा खानुभन्दा बाहिर बसेर यसरी भ्यू लिएर। अनि त्यसपछि हामीको दादा चाहिँ नाचिराख्नु भएको थियो, त्यो पनि मैले अलिकति भिडियो गरेर देखाइदिएको थिएँ। सबै लन्च पार्टी खत्तम भइसकेपछि फेरि साँझ पर्यो। त्यसपछि म चाहिँ फेरि माथि होटलतिर लागेँ, किनकि रुम गेस्टको फेरि अर्डर लिनु थियो, डिनरको अर्डरभन्दा छिटै लिइसकौँ भनेर। र म सबै अर्डर भइसकेपछि लगाइसकेपछि अब रुमतिर लागेँ, अब पनि डिनर गर्नु पर्यो भनेर आजको भिडियो यति नै, बाई बाई।